सानोमा एक दिन आफन्तको घरमा पाहुना लाग्न गएकी थिए। त्यहाँ अरू मानिसहरू पनि टन्नै थिए। खाना खाँदै गर्दा एकजनाले प्वाक्क भनिहाल्यो, ओहो नानी, देब्रे हातले पो? हजुर भन्दै मैले मुन्टो हल्लाएँ। अरू जे गरे पनि देब्रे हातले खाना खानै चाहिँ हुँदैन भो। अर्का मानिसको छुच्चो मुख चलिहाल्यो। मेरो बच्चालाई त पिटेर भए पनि दाहिने हातले नै खाना खान सिकाएकी छु। अर्को व्यक्तिले आफ्नो महानता प्रदर्शन गर्दै भने, बच्चा त हो नि, जुन हातले खाए नि के हुन्छ र, पछि आफै बुझेर दाहिने हातले भात खाइहाल्छन् नि। अर्कोले मेरो पक्ष लिएर बोले। सुरुमा ओहो भन्नेले थप्दै भने, होइन भो, आँची धुने हातले त के भात खानु। यो खैला बैला म वर्षौँ पछिसम्म पनि सम्झिरहन्छु। तर जब जब खाना खाने बेला ओहो देब्रे हातले पो भन्ने प्रश्न आउँछ, मलाई फेरि त्यही कुराको याद आइहाल्छ। मानिससँग दुईटा हात हुन्छ, महाकालीको जस्तो 10वटा हुँदैन। दुईटा हात मध्ये जुन चलाउन मन लाग्यो त्यो चलाउन पाइयो नि। नचाहिने सवाल जवाफ र रमिता किन लगाउनु परेको होला। फेरि यो हात अरू कसैको होइन, मेरै हो। आफ्नो आफ्नो हात आफ्नो आफ्नो चलन होइन र। सानैदेखि मलाई देब्रे हात चलाउन सजिलो लाग्छ। कतिले लेफ्टी पनि भन्छन्। विश्वमा जम्मा 12% मानिस लेफ्टी हुन्छन् रे। त्यही 12% भित्र पर्छु र हो कि सबैले ओहो देब्रे हात पो भनेका। हुलमुलमा मानिसले जे गर्छन् अरूले पनि त्यही सिक्को गर्छन्। थोरै मानिसले त्यो कुरा स्वीकार गरेनन् या गर्न सकेनन् भने उनीहरू एक्लिनुपर्छ, या त्यो भिडकै भिडभाडमा जबरजस्ती मिसाइन्छ। हो, देब्रे हात चलाउनेहरूलाई पनि त्यसै गरियो। 88% भिडले उनीहरूलाई चेपुवामा पारिरह्यो। त्यसैले नै देब्रे हातले खाना खाने बच्चाले जबरजस्ती दाहिने हातले खाना खाने बन्न बाध्य हुनु पर्यो। मलाई सबैभन्दा मन नपर्ने देब्रे हात सम्बन्धी सार्वजनिक शब्द के हो भने आँची धुने हातले के खाना खानु। देब्रे हातले नै आँची धुनुपर्छ भनेर कसले नियम बनायो। आँची धुन दाहिने हातले नै मिल्छ, नपत्याए धोएर हेर्नुहोस्। अझ समस्या आँचीकै हो भने खाना खाएपछि नै आँची बन्छ कि आँची सफा गर्ने हात बिटुलो हुन्छ भने आँची उत्पादन गर्ने पेटलाई के गर्नुहुन्छ। कुरा काट्न सजिलो छ, गहिराइमा गएर सोचियो भने दाहिने वा देब्रे हात समस्या होइन, हाम्रो सोचमा समस्या छ। मेरो आमा बा दुवैजनाको देब्रे हात धेरै चल्छ। आमाले त खाना पकाउने पस्कनेदेखि खानेसम्म देब्रे हातले नै गर्नुहुन्छ। त्यसैले पनि होला मलाई देब्रे हातले खाना खाए बापत कहिल्यै सजाय भएन। कमसेकम हात चलाउने स्वतन्त्रताबाट त वञ्चित हुनु परेन। बेला बेला मेरा आफन्तहरूले भनिरहन्थे, छोरीलाई दाहिने हात चलाउन सिका है, अहिले त सानै छे, पछि बिहे गरेर गएपछि पनि देब्रे हातले नै खाना खान्छे। सानै छे, बिस्तारै सिकिहाल्छे नि, उहाँले मुस्कुराउँदै जवाफ दिनुहुन्थ्यो। बिहे गरेपछि नि देब्रे हातले नै खाना खान्छे मैले जस्तै। मेरो त चलिरहेको छ, उसको पनि चल्छ, केही फरक पर्दैन। आफन्त गएपछि आमा एक्लै फतफताउनुहुन्थ्यो। मलाई भित्रभित्रै हाँसो लाग्यो। अनि आमाको फतफतबाट यही सिकेँ कि खाना जुन हातले खाए पनि हुन्छ, बस पेट भरिनु पर्यो। एकछिन खाना सानाको कुरा छोडौँ न है, अब राम्रो कुरा गरौँ। देब्रे हात चलेको देखेर मेरो तारिफ गर्ने पनि धेरै छन्। देब्रे हात चल्ने मान्छे त क्षमतावान हुन्छन् रे नि त। हो, यसो भन्नु नि बरु। हात चलेकै भरमा ट्यालेन्सीको ट्याग भिराइदिनु कतिको उचित होला। यो कुरा त पछि सोच्दै गरौँला। तर अरूको मुखबाट आफ्नो तारिफ सुन्दा त मन पनि चङ्गा हुने। मक्ख पर्न छोडेपछि सोध्छु, साँच्ची ममा के क्षमता छ? अनि आफ्नै मनलाई उत्तर दिन्छु, देब्रे हात चलाउने क्षमता छ नि।